अर्को साम्पाङको के दुःख फाइनली गाइज देख्न सक्नुहुनेछ मेरो केटाहरू चाहिँ आज पानी बनाएर आएर खाजा खाँदैछ होइन। साथीहरूले एउटै बिना खाइसकेछ होइन। केटाहरूलाई आज पानी बनाउँदा चाहिँ कस्तो भयो भेना सरी केटा भनिहाले न कस्तो भयो पहिला चाहिँ भस्मेको ठुटा भेट्ने भाइलाई भन्न चाहन्छु कस्तो भयो पानी बनायो भस्मको ठुटा बोल्न यो त साह्रै बोल्दैन यो त छि गौतम बुद्ध हाम्रो नेपालको या हाम्रो भाइ वाला कालु भाइ कस्तो भयो आज दुईचोटि पाइप तान्दा एकदम रमाइलो त भएको छ जस्तो लाग्छ होला तपाईलाई तर छैन। उकालोमा तान्दा चाहिँ कस्तो भयो हाँसुङ मन लागिरहेको छ तर रुइहाल्छ। साथीले त कोही बेला पिन्दाङ घोप्टो पठाउने मलाई भयो तल त्यसले त ल ठिक छ। यता छ हाम्रो सरजी के छ आजको प्लान कस्तो भयो अब के भन्नु हैन एउटा लाइटर चाहिँ भेटाएर आफ्नै ग्रुपले हराएको लाइटर ल अनि तँलाई चाहिँ कस्तो भयो आज कस्तो पनि भएको छैन मलाई रमाइलो भयो रमाइलो भयो आहा खुल्क्यो भनेपछि त्यत्रो दुःख पाएको पनि रमाइलो भयो। यो त अब भस्मेको ठुटे तपाईँ कस्तो यो त भागी नै हाल्छ के भाग्छ अनि भतिज कस्तो भयो अर्को साम्पाङको के दुःख भन्दा बबाल दुःख भयो है बेसी दुःख भयो आज त्यस्तो दुःख भयो ल तर दुःख चढ्दा चाहिँ रुक नि फेरि होइन भतिजले भनेको ऊ मार्नु पुरा उयोले क्या मार्नु अरे त्यो के भन्दा पनि हिटिङ प्लेटले पो हान्नु कसम दामी अनि मैले बोलिदिएको त मऱ्यो फेरि त्यसलाई मात्र हेरिरहेको छ क्या भतिजले चाहिँ कसम दामी आजको हाम्रो यो रमाइलो छेड चाहिँ यो चाहिँ भएको थियो है ए भेना साथी भेटियो आज के अरे बारुलाको चक्काहरू हेर्दै हुनुहुन्थ्यो त त्यो रमाइलो भयो नि आजको चाहिँ ल त भस्मेको ठुटेलाई चाहिँ के भन्ने म त केही नभन्ने हो के नभन्ने सक्यो एकदम सक्यो सबैले भनिसकेपछि नभन्नु नि ल